2-4 दिन अगाडिको कुरा हो हैन। म चाहिँ गेटमा ड्युटी बसिरहेको थिएँ। अनि ड्युटी बस्दा चाहिँ अनि गाडी आयो। गाडी आउने क्रममा चाहिँ अनि यो कुकुर पनि बाहिर गएछ। अनि बाहिर गइसकेपछि यसले चाहिँ फोहोर चाहिँ मुखमा च्यापेर ल्याइरहेको थियो। अनि एउटा भाइले चाहिँ अनि त्यो फोहोर फालेर आइज भन्यो। अनि यसले चाहिँ अनि त्यो फोहोर फालेर आयो क्या गाइस। यसले चाहिँ त्यो फोहोर फालेर आयो। अनि त्यो भाइ भित्र आयो। अनि त्यो भाइ भित्र आइसकेपछि मैले नि अनि गेट बन्द गरिदिएँ। गेट बन्द गरिसकेपछि अनि यो गेटमा आएर उभियो। यो चाहिँ गेटमा आएर उभियो। अनि गेटमा आएर उभिसकेपछि जा म तँलाई ढोका खोल्दैन भनेको। अनि यो चाहिँ अनि गाइस रोयो के, एकदम आँखाबाट पिलिल्ला आँसु झार्यो है। अनि झारिसकेपछि मलाई पनि माया लाग्यो। अनि त्यसपछि मैले यसलाई गेट खोलिदिएकै अनि यो सरासर भित्र छिर्यो। अनि सरासर भित्र छिरेपछि गयो। अनि यसले बाहिर गएर नि केयर थियो होइन। अब यो बाहिर गएर चाहिँ अन्त गएर यसलाई खाना दिँदैनन्। अनि यहाँ भित्र चाहिँ यसले मजासा मासु भात खान पाउँछ कि है। मासु भयो भने आफै सरासर आउँछ। मासु नभएको दिन चाहिँ खासै खाँदैन यसले। अनि यहाँ फेरि धेरै जसो मासु भइरहेछ। अनि मासु भइराख्दाखेरि अनि यो मासु भात चाहिँ एकदम मन पराउँछ कि यसले। अनि हामीले पनि दिन्छौँ। अनि हामी ड्युटी बसिरहेको बेलामा नि अब कोही बेला अब यो गेटतिर आयो भने अब कोही नचिनेको मान्छे आएको छ भने चाहिँ यसले भुक्छ क्या। भुकेर हामीलाई चाहिँ अलर्ट गराइदिन्छ। अनि हामीले ती मान्छेहरूलाई चाहिँ त्यहाँबाट हटाउँछौँ। अनि त्यही भएर कुकुर चाहिँ एकदम वफादार हुन्छ। त्यही भएर तपाईँ पनि गाइस वफादार हुन सिक्नुहोस् है।